नमस्कार छ सबैलाई, विशेष गरी जेन्जीलाई, अस्ति आन्दोलन गर्ने जेन्जी साथीहरूको लागि र त्यो अकालमा ज्यान गुमाउने जेन्जी साथीहरूको लागि मेरो तर्फबाट सानो प्रस्तुति ट्रिब्युट फर जेन्जी। यो आन्दोलन सुरु भएको 8 तारिकको दिनलाई घरबाट निस्के अनि भने मैले आमालाई, केही हुन्न आमा, मेरो देश डुबिरहेछ, मेरो मन दुखिरहेछ, मेरो फ्युचर गायब भएको छ, मेरो साथी विदेश गएको छ, मेरो दिदी टाढा भएको छ, मेरो बाउ साउदी गएको छ। कहिलेसम्म गर्ने हामीले विदेशीको गुलामी, सम्झिराख्नु दाइ लेखाको कश्मीरमा सलामी। कहिलेसम्म हुन्छ यस्तो व्यतिथि र भ्रष्टाचार, गरिसक्यो भइसक्यो अब धेरै अत्याचार। लाग्छु आमा अब धेरै ढिलो पनि भइसक्यो, साथीहरू सबैजना अघि नै हो गइसक्यो। खाना साना खानु तपाईँ पिर्न गरी बस्नु, बाबालाई नि फोन गर्नु, दिदीलाई नि भन्नु। त्यसपछि हिँडे मनी ब्यानर झन्डा बोकेर, नाराहरू लगाइरहेको थियो बीच बाटो रोकेर। सुरुमा त सबैजना नारा लगाइरहेको थियो, कोहीले भाषण गरिरहेको थियो, कोहीले गीत बजाइरहेको थियो। पुलिस जति सबैजना हामीलाई हेरिरहेको थियो, अनि लट्ठी बोकिरहेको थियो, अनि गन रेडी भएको थियो। त्यत्तिकैमा जेन्जी भिड तितर भयो, अनि असो ग्यास र लाठी पनि बर्सिन थाल्यो। म र मेरो साथीहरू भन्न थाल्यो पुलिसलाई, नगर्नु न यस्तो दमन हामी सबै दाजुभाइ। त्यत्तिकैमा उताबाट ड्याङ्ग आवाज आयो, यसो हेर हवाई फायरिङ भएको जस्तो लाग्यो। पछि हेर्दा मेरो साथी भुइँमा पो लडेको, उठ साथी के पो भनी मैले त्यसलाई भनेको। हल्ला गर्न थाले सबै, गोली पो हो हानेको। यसो हेर गोली पुरै टाउकोमा लागेको, रगत पनि बग्न थाल्यो गिदी पुरै रोड भरि। त्यही गिदी उठाएर भने मैले जोड गरी, ए गर्न हो पठाएको तिमीहरूलाई भोट गरी। याद हुन्छ आजको दिन सबैलाई सधैँभरि। त्यत्तिकैमा अर्को राउन्ड फेरि गोली चल्यो, अनि छाती मेरो हल्का फुल्का भारी जस्तो भयो। उफ, एक्कासी आँखामा कालो बादल छायो, अनि आमाको त्यो मिठो मुस्कान अचानक याद आयो। शहीद भयो तिम्रो छोरा भनिदिनु आमालाई, सधैँभरि याद आउँछ सायद मेरो बाबालाई। निधार खाली हुने भयो भाइ टिकामा दिदीको, ख्याल राख्नु है दिदी सबै म चाहिँ अब हिँडेको। पिर्न गर्नु आमा अब देशमा शान्ति आउँछ, अनि व्यतिथि र भ्रष्टाचारको अन्त्य पनि हुन्छ। हत्यारालाई केस हुन्छ, नेता जति शेष हुन्छ, युवाहरूले त्यसमा गर्ने मौका पनि पाउँछ। अब ढिलो नगर्नु है भइसक्यो अबेर, चाँडो एक्सन लिनु नगर्नु है फेर। नकारात्मक शक्तिहरू सल्बलाउँछन् हेर, आन्दोलन र बलिदान नजाओस् है खेर। जेन्जीहरूको आन्दोलन र बलिदानलाई खेर जान दिनुहुन्न। नेताहरूको सबै फाइल खोलेर जेलमा हालेर बल्ल हामीले चुनाव गराउनु पर्छ, बल्ल नयाँ अनुहारहरू अगाडि आउँछ।